माई च्यानल अनि आजको सेसनमा चाहिँ हामी यो कन्सेप्ट अफ इन्ड्युसमेन्टको बारेमा चाहिँ डिस्कस गर्छौँ। योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले मार्केट स्ट्रक्चरको बारेमा केही कुराहरू भनेको थिएँ। त्यसमा चाहिँ मैले थोरै कुराहरू पनि छुट्याएको थिएँ। लाइक धेरैजनाको क्वेसनहरू चाहिँ आएको थियो कि भ्यालिड र इनभ्यालिड पुलब्याकहरू चाहिँ कसरी थाहा पाउने, अनि त्यो हायर हाई जुन हामीले मार्क गरेको छौँ त्योहरू चाहिँ कसरी थाहा पाउने, त्यो भ्यालिड छ कि छैन भनेर चाहिँ धेरै सोध्नु भएको थियो। सो त्यो कुराहरू चाहिँ यही आइडिएमको कन्सेप्टले नै हामीलाई क्लियर गर्छ है। आइडिएम भनेको चाहिँ के हो त? अब यसलाई सर्ट फर्ममा चाहिँ आइडिएम भन्छौँ हामी इन्ड्युसमेन्टलाई। अनि यो भनेको चाहिँ हाम्रो एउटा सिम्पल टर्ममा भन्नुपर्दा चाहिँ एउटा फेक चेन्ज अफ क्यारेक्टर भन्छौँ है। अनि अर्को चाहिँ के हो त? आइडिएमको काम चाहिँ के हो त भन्दाखेरिमा हाम्रो हायर हाई र लोवर लोलाई चाहिँ कन्फर्मेसन गर्छ। त्यो हामीले जुन हायर हाई लिएको छौँ त्यो भ्यालिड छ कि छैन र लोवर लो हाम्रो भ्यालिड छ कि छैन भन्ने कुरा चाहिँ हाम्रो इन्ड्युसमेन्टले कन्फर्म गर्छ भने अब जस्तो कि हायर हाई र लोवर लो भइहाल्यो। अब हायर लो र लोवर हाईलाई चाहिँ केले कन्फर्म गर्छ त भन्दाखेरि चाहिँ हाम्रो ब्रेकअप स्ट्रक्चरले गर्छ। सो अब हिजोको भिडियोको एउटा सानो कुराहरू चाहिँ होइन, म एउटा हजुरहरूलाई एउटा दिन्छु है। हिजोको भिडियोमा हामीले मार्केट स्ट्रक्चरको कुरा गरेको थियौँ। अनि अब यहाँनिर के भयो त हाम्रो यो एउटा हाई भयो, यो लो भयो। यसलाई ब्रेकअप स्ट्रक्चर गरेपछि हाम्रो यहाँ के भयो त नयाँ हायर हाई भयो राइट। हायर हाई, यो हायर लो भयो, अनि यो हाम्रो हायर हाई भयो। अब कतिजना कहाँ झुक्किनुहुन्छ भन्दाखेरिमा होइन, योनिर जुन छ यसलाई चाहिँ कतिजनाले चाहिँ चेन्ज अफ क्यारेक्टर भनेर लिनुहुन्छ राइट, योलाई यो पोइन्टलाई। तर हाम्रो चेन्ज अफ क्यारेक्टर लिँदाखेरि चाहिँ जुन यो हायर हाई छ, हायर हाईको जहिले पनि लेफ्ट स्विङ, यो त हाम्रो राइट स्विङ भयो नि त होइन। हायर हाईको जहिले पनि लेफ्ट स्विङको चाहिँ यो चाहिँ बल्ल हाम्रो के हुन्छ त भ्यालिड चेन्ज अफ क्यारेक्टर हुन्छ। यो हाम्रो इनभ्यालिड हुन्छ, यो भ्यालिड हुन्छ। जहिले पनि हायर हाईको लेफ्ट स्विङलाई चाहिँ हाम्रो भ्यालिड चेन्ज अफ क्यारेक्टर भन्छौँ है। अब इन्ड्युसमेन्टको कुरा गर्नु पर्दाखेरिमा चाहिँ यहाँनिर मैले एउटा हजुरहरूलाई सजिलो होस् बुझ्नलाई भनेर बनाएको छु है। अनि अब यहाँनिर हेर्ने हो भने यो हायर हाईको जहिले पनि फर्स्ट लेफ्ट स्विङ चाहिँ हाम्रो के हुन्छ त आइडिएम हुन्छ। आइडिएमको मतलब इन्ड्युसमेन्ट हुन्छ। अब कतिजना कन्फ्युज केमा हुनुहुन्छ भन्दाखेरि अघि भर्खर हामीले हायर हाईको चाहिँ लेफ्ट स्विङ चाहिँ के भनेको थियो त चेन्ज अफ क्यारेक्टर भनेको थियो। तर यो आइडिएम र चेन्ज अफ क्यारेक्टरमा धेरै फरक छ। आइडिएम कतिजना झुक्किएर चाहिँ नबुझेर चाहिँ चेन्ज अफ क्यारेक्टर सोचेर एउटा ट्रेड लिनुहुन्छ अनि उहाँहरूको स्टप लस हिट हुन्छ है। अब कस्तोलाई चाहिँ चेन्ज अफ क्यारेक्टर भन्ने, कस्तोलाई चाहिँ आइडिएम भन्ने भन्दाखेरिमा अब यहाँ हेर्नुहुन्छ भने जुन छ यो हाम्रो योभन्दा अगाडिको एउटा हायर हाई भनौँ होइन। अब हायर हाई भन्दा अगाडि यो हायर हाई भयो भनेपछि यहाँनिर हाम्रो के भयो हायर लो। यो हाम्रो ब्रेकअप स्ट्रक्चर भयो। हाम्रो जहिले पनि ब्रेकअप स्ट्रक्चरले के गर्छ त हायर लोलाई कन्फर्म गर्छ, हायर हाईलाई हाम्रो आइडिएमले गर्छ। अब यो स्विङलाई पनि हामीले ब्रेकअप स्ट्रक्चर भनेर हायर लो भनेर कन्फर्म गर्न मिल्दैन, किनकि हाम्रो पहिलाको हायर हाई यहाँ छ भनेपछि अब यसलाई ब्रेक गरेपछि मात्र हाम्रो न्यू हायर हाई हुन्छ नि त होइन। सो यो जुन हायर हाई छ हाम्रो यो चाहिँ यो एउटा स्विङ जुन यो सानो पुल ब्याक छ यसलाई चाहिँ हाम्रो के भन्छौँ त इन्ड्युसमेन्ट भन्छौँ। अनि इन्ड्युसमेन्टले चाहिँ हाम्रो के गर्छ त हायर हाई कन्फर्म गर्छ। हायर हाई कन्फर्म गरेपछि जब यो हायर हाईलाई ब्रेकअप स्ट्रक्चर ब्रेक हुन्छ त्यसपछि मात्र हाम्रो हायर लो कन्फर्म हुन्छ। सो यो केसमा चाहिँ जब हाम्रो आइडिएमले चाहिँ के गर्छ त हाम्रो आइडिएमले चाहिँ हायर हाईलाई कन्फर्म गराउँछ भने अब हायर लो कन्फर्म केले हुन्छ त हाम्रो ब्रेकअप स्ट्रक्चरले। यो रिमेम्बर है, हाम्रो हायर हाई कन्फर्म केले हुन्छ आइडिएमले, हायर लो चाहिँ ब्रेकअप स्ट्रक्चरले हुन्छ। जब हाम्रो यहाँनिर ब्रेकअप स्ट्रक्चर भयो त्यसपछि बल्ल हाम्रो हायर हाई हायर लो कन्फर्म भयो राइट। अनि जब चाहिँ यो प्राइसले माथि जान नसकेर जब हाम्रो यो हायर लोलाई ब्रेक गर्छ त्यसपछि बल्ल हाम्रो के हुन्छ त चेन्ज अफ क्यारेक्टर हुन्छ।
अब हजुरहरूलाई एउटा सिम्पल टर्ममा सिकाउनु बुझाउनु पर्दाखेरिमा चाहिँ हाम्रो मार्केट कहिले पनि सिधै डाइरेक्ट जाँदैन है। हाम्रो मार्केट कहिले पनि यसरी एकदम सिधासँग जाँदैन। कसरी जान्छ त्यो एउटा भित्र इन्टरनल स्ट्रक्चर हुन्छ, यस्तो सानो सानो स्ट्रक्चरहरू हुन्छ। अब यहाँनिर चाहिँ म बुझाउँछु हजुरहरूलाई आइडिएम भनेको के हो त। यो जुन छ हाम्रो यो स्विङको चाहिँ लो, यो लेफ्ट स्विङ जुन छ यो हेर्ने हो भने यो हाई स्विङ छ नि होइन, हाम्रो एक्जाम्पलको लागि सेम एज हेड एन्ड सोल्डर भनौँ होइन, यो पोइन्ट जुन छ यो पोइन्टको लेफ्ट स्विङ चाहिँ हाम्रो के हुन्छ त, जहिले पनि आइडिएम हुन्छ। जब यसले आइडिएम पछि हाम्रो के भयो त, अब यहाँनिर हाम्रो हायर हाई कन्फर्म भयो राइट। अब जब हायर हाईलाई हाम्रो यहाँनिर ब्रेकअप स्ट्रक्चर दिन्छ, तब हाम्रो ब्रेकअप स्ट्रक्चर दियो, त्यसपछि के भयो त, अब हाम्रो यहाँनिर यो ब्रेकअप स्ट्रक्चरको सबसे लो पोइन्ट जुन छ त्यो चाहिँ हाम्रो हायर लो भयो। अब यस्तै गरी फेरि यो केसमा पनि हाम्रो के भयो त, यो हाम्रो आइडिएम भयो। आइडिएम भएपछि हाम्रो के कन्फर्म भयो, हायर हाई कन्फर्म भयो। हायर हाई कन्फर्म भएपछि जब यो हायर हाईलाई हाम्रो प्राइसले ब्रेकअप स्ट्रक्चर दियो, त्यसपछि हाम्रो अब के भयो त, यहाँनिर हायर लो कन्फर्म भयो। अनि यो प्रोसेस सेम चलिरहेको छ है। अब यहाँनिर पनि हाम्रो आइडिएम भयो एन्ड अगेन हाम्रो यहाँनिर हायर हाई भयो होइन। अनि जब यो हायर हाईलाई हाम्रो प्राइसले ब्रेक गर्छ, त्यसपछि अब हाम्रो के हुन्छ, फेरि हायर लो हुन्छ। अनि अब यो पोइन्टमा अब फेरि हाम्रो एउटा आइडिएम भयो राइट। के भयो त, यो स्विङको लेफ्ट स्विङ, जहिले पनि लेफ्ट स्विङ लिने, राइट स्विङ लिन मिल्दैन है। लेफ्ट स्विङलाई चाहिँ हाम्रो भ्यालिड मान्छौँ, आइडिएम भयो एन्ड अगेन यहाँनिर के भयो त, हाम्रो हायर हाई कन्फर्म भयो। अब यहाँबाट त हाम्रो प्राइसले ब्रेकअप स्ट्रक्चर दिएको छैन। अब के भयो त, यो हाम्रो रिसेन्टवाला हायर लो कुन थियो, यो थियो राइट। अब यसलाई चाहिँ हाम्रो यहाँनिर चेन्ज अफ क्यारेक्टर भयो। यो चाहिँ बल्ल हाम्रो के भयो त, भ्यालिड हायर हाईको लेफ्ट स्विङ यो पनि भयो। यो चाहिँ हाम्रो आइडिएम भयो। यो हायर हाईको यो सबसे लेफ्ट स्विङ होइन, लो। जब हाम्रो यहाँनिर ब्रेकअप स्ट्रक्चर दिएपछि रिसेन्ट हायर लो बनायो यो। सो रिसेन्ट हाई योभन्दा माथि कुनै हायर लो छैन भने यो हाम्रो रिसेन्ट हायर लो भइहाल्यो। सो यसलाई जब ब्रेक गर्छ तब चाहिँ हाम्रो के हुन्छ, तब प्राइस चेन्ज अफ क्यारेक्टर भएर अब हाम्रो डाउन ट्रेन्डतिर लाग्छ। सेम गोज हियर होइन। अब यहाँ पनि जब डाउन ट्रेन्ड गयो, अब यहाँनिर हाम्रो आइडिएम हामीले कुन लिएको थियौँ त, यो हाईको चाहिँ लेफ्ट स्विङ लिएको थियौँ भने अब यो लोमा चाहिँ के गर्छौँ, हामीले लोमा पनि हामी लेफ्ट साइडकै लिन्छौँ, यो लिन्छौँ यसरी। आइडिएम भयो, आइडिएमले के भयो त, हाम्रो यहाँनिर लोवर लो कन्फर्म भयो। अनि लोवर लोलाई यहाँनिर ब्रेकअप स्ट्रक्चर दिएपछि फेरि के भयो, यहाँनिर लोवर हाई कन्फर्म भयो। यो केसमा पनि त यो अब यहाँनिर आइडिएम भयो। आइडिएम भएपछि हाम्रो लोवर लो कन्फर्म भयो। अनि जब यसलाई ब्रेकअप स्ट्रक्चर दिन्छ त्यसपछि फेरि के भयो त, हाम्रो यहाँनिर लोवर हाई कन्फर्म भयो। यो प्रोसेस सेम भइरहेको छ है। अनि अब यहाँनिर अब कतिजनाको क्वेसन चाहिँ के हुन्छ भन्दाखेरिमा, हामीले यो जुन बनायौँ आइडिएम यो पुल ब्याक भ्यालिड हो कि होइन, यो पुल ब्याक चाहिँ हामीले कसरी थाहा पाउने यो नै आइडिएम हो भन्ने कुरा चाहिँ अब धेरैजनाको क्वेसन आउँछ है। सो यसको पनि म क्लियर गरिदिन्छु होइन। त योभन्दा अगाडि यता जाउँ। यहाँनिर पनि मैले एउटा इक्जाम्पलको लागि यो बनाएको छु है। यो हाम्रो हायर हाई भयो, यसलाई ब्रेक गरेपछि बल्ल हाम्रो के हुन्छ, तल हायर लो हुन्छ राइट। अनि अब योभन्दा अगाडिको स्विङ, यसलाई त हामीले हायर लो भनेर लिन मिल्दैन नि त होइन। हाम्रो के हुन्छ त, हायर लो चाहिँ कुन बेला हुन्छ त, जब यो हायर हाईलाई ब्रेकअप स्ट्रक्चर दिएपछि हाम्रो ब्रेकअप स्ट्रक्चरले के कन्फर्म गर्छ भन्दाखेरि हायर लो गर्छ। इफ यो स्विङलाई चाहिँ ब्रेक गरेर गएको भए चाहिँ हामीले यहाँनिर चेन्ज अफ क्यारेक्टर भन्न मिल्थ्यो। तर हाम्रो हायर लो नलिकन यो माथिकै एउटा सानो स्विङबाट गएको छ भनेपछि यो के हो त, हाम्रो यहाँनिर आइडिएम भयो राइट। आइडिएम भयो, आइडिएमले हाम्रो के कन्फर्म गर्यो त, हायर हाई। अनि जब यो हायर हाईलाई ब्रेकअप स्ट्रक्चर दियो हाम्रो के कन्फर्म भयो, हायर लो। यो प्रोसेस चलिरहन्छ है। अब फेरि यहाँ पनि एउटा सानो स्विङ भयो होइन। यो स्विङ हाम्रो यहाँनिर आइडिएम भयो, जहिले पनि हायर हाईको चाहिँ लेफ्ट स्विङ, हायर हाईको लेफ्ट स्विङ। अब यहाँनिर आइडिएम कन्फर्म भएपछि फेरि के भयो, हायर हाई कन्फर्म भयो। यहाँ त अब गएन, ब्रेकअप स्ट्रक्चर दिएन। अब हाम्रो रिसेन्टवाला हायर लो कुन थियो त, यो थियो।
अब प्राइस जब यहाँनेरि ब्रेक गर्छ त्यसपछि हाम्रो के भयो त चेन्ज अफ क्यारेक्टर यो चाहिँ भ्यालिड वाला भयो। अब फेरि यो अब जब डाउन ट्रेन्ड गयो त्यसपछि पनि फेरि सेम प्रोसेस चलिरहन्छ। के हुन्छ त अब हाम्रो यो जुन लो छ त्यसको लेफ्ट स्विङ है, लेफ्ट मैले लेफ्ट साइडको भनेको छु, लेफ्टको लो लियो आइडिएमबाट हाम्रो के भयो लोवर लो कन्फर्म भयो। जब यो लोवर लोलाई ब्रेकअप स्ट्रक्चर दिन्छ त्यसपछि हाम्रो फेरि लोवर हाई कन्फर्म हुन्छ। सो यो प्रोसेस चाहिँ चलि नै राख्छ होइन। अब हाम्रो अर्को भनेको चाहिँ यो जुन आइडिएम छ, आइडिएमको यो जुन यो माइनर पुल ब्याकहरू छ यसलाई चाहिँ हामीले कसरी भ्यालिड हो कि इनभ्यालिड हो भनेर चाहिँ कसरी थाहा पाउने त भनेर मैले यहाँनिर एउटा डिफाइनिङ भ्यालिड पुल ब्याक भनेर चाहिँ एउटा अर्को सेसन छ है, एउटा टपिक आजको। सो यसमा चाहिँ के भयो त अब सुरुमा एउटा इम्पल्स यस्तो भयो प्राइस, देन डाउन गयो एन्ड अप गएको छ राइट। अब यहाँनिर भ्यालिड हुनलाई चाहिँ के हुनु पर्यो त जुन यो अप गएको छ यो, अनि त्यसपछि यो जुन अप गएको क्यान्डल छ यसको चाहिँ लिक्विडिटी चाहिँ हाम्रो यो पछिको सेकेन्ड क्यान्डलले या फिर अब इनसाइडर छ भने अर्को थर्ड क्यान्डल भए पनि हुन्छ त्यसको लिक्विडिटी चाहिँ लिएको हुनु पर्यो राइट। यहाँनिर हाम्रो लिक्विडिटी लिएको छ, लिएपछि जुन यो हाम्रो यो क्यान्डलको यो हाई पोइन्ट छ यो चाहिँ हाम्रो अब बडी क्लोज हुनु पर्यो। लास्टको यो फोर्थ क्यान्डल या थर्ड क्यान्डलले चाहिँ अब बडी क्लोज गरेर मात्र गयो भने चाहिँ हाम्रो के भयो त भ्यालिड पुल ब्याक हुन्छ। अब इक्जाम्पलको लागि म यहाँनिर देखाउँछु है, यहाँनिर हेर्न सक्नुहुन्छ हजुरले एउटा इम्पल्स त्यसपछि करेक्सन त्यसपछि अप गएको छ। यो जाँदा के भएको छ त जुन यो क्यान्डल यो अप गएको यो क्यान्डलको लोको लिक्विडिटी त्यसको सेकेन्ड क्यान्डलले लिएको छ, अनि अप गएपछि पनि जुन यसको हाई छ बडी क्लोज गरेको छ थर्ड क्यान्डलले राइट। सो हाम्रो भ्यालिड पुल ब्याक हुनको लागि चाहिँ यही नै हुनुपर्छ होइन। एउटा इम्पल्स मुभ के हुनु पर्यो त यहाँनिर यो जुन स्विङमा हाम्रो यहाँ एउटा क्यान्डल बनाऊँ होइन, यो क्यान्डल भयो, यो क्यान्डल पछि अब के हुनु पर्यो त यो स्विङ भयो, यो जुन छ यसको लो चाहिँ अर्को सेकेन्ड क्यान्डलले चाहिँ लिएको हुनु पर्यो है, यो लिक्विडिटी चाहिँ लिएको हुनु पर्यो लोको। एन्ड देन त्यसपछि जुन यो छ यो हाई छ, यो हाईमा चाहिँ के हुनु पर्यो त बडी अब क्लोज हुनु पर्यो है। यसलाई चाहिँ बल्ल हामी के भन्छौँ त एउटा भ्यालिड पुल ब्याक भन्छौँ। सो हाम्रो भ्यालिड पुल ब्याकको लागि चाहिँ यही नै हो क्राइटेरिया होइन। अनि अब इफ यो बडी क्लोज गरेको छैन र यसले के गर्यो यस्तो गरेर चाहिँ विक क्रिएट गर्यो, यो अब बडी क्लोज गर्न सकेन भने यो के भयो त हाम्रो अब इनभ्यालिड पुल ब्याक भयो। यहाँनिर अब अर्को चाहिँ कस्तो इक्जाम्पल दिन्छु भन्दाखेरिमा एउटा क्यान्डल अर्को क्यान्डल एन्ड देन यो अर्को क्यान्डल अनि यो अर्को क्यान्डल अनि यो अर्को क्यान्डल भयो। यो केस जुन छ अब यहाँनिर कतिजनाले अब यो लिक्विडिटी दिएको छैन यो क्यान्डलले भन्ने सोच्नु होला होइन। यहाँ एउटा इम्पल्स मुभ भयो होइन, इम्पल्स मुभ। अब यहाँनिर के भएको छ त यो त हाम्रो इनसाइड बार क्यान्डल छ नि त होइन, इनसाइड बार भएर केही मतलब भएन, तर त्यसपछिको जुन सेकेन्ड क्यान्डल छ यो अब यो क्यान्डल हेरी त यो थर्ड क्यान्डल भयो होइन, यो थर्ड क्यान्डलले चाहिँ यसको लिक्विडिटी दिएको हुनुपर्छ र यो जुन हाई छ यसमा चाहिँ अब बडी क्लोज भयो भने यो भयो कि भयो त हाम्रो भ्यालिड पुल ब्याक भयो। इफ क्यान्डलले अब सपोज हाम्रो क्यान्डल यस्तो छ एउटा पुल ब्याक होइन, हेर्दाखेरि त यो पनि एउटा पुल ब्याक जस्तो देखिन्छ नि होइन, तर यहाँ के भएको छ यो लोको लिक्विडिटी लिएको छैन अनि के गरेको छ त यहाँ माथि नि बडी क्लोज गरेको छैन भने यो के भयो त हाम्रो इनभ्यालिड पुल ब्याक भयो।
सो यसरी भन्दाखेरि चाहिँ हजुरहरूले बुझ्नुहुन्छ होला हैन इफ बुझ्नु भएन भने पनि यु क्यान क्वेसन मी अन दि कमेन्ट सेक्सन म हजुरहरूलाई सक्दो क्लियर गराउँछु हैन सो आजको सेसन चाहिँ यति नै हो So this much for today. Thank you so much for watching. Don't forget to like and subscribe.